हाई गाइस, लङ टाइम नो सी। धेरै पछि आज भ्लग बनाउन जाँदैछु किनकि आज अलिक स्पेसल छ भ्लग चाहिँ, त्यही भएर बनाउन जाँदैछु। आज दिदीको चाहिँ अलिकति यो सड्केको छ, त्यही भएर कसैले पनि केही बोलेमा अप्ठ्यारो नमान्नु होला। जे पनि बोल्न सक्छिन आज। ला के भएको थाहा छैन, बिहान भेटघाट गरेर राम्रै गएको है। जान त राम्रै छिन् दिदी, उयो नै छिन् भनेर गएँ रुममा जाँदा के पाउँथेँ र म पत्तर 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 पत्तर। कति बेला कस्तो कुरा काटेर भोइस मेसेज पठाउँछिन्, कति बेला के गर्छिन्, कति बेला के गर्छिन्। सकेन मैले यिनलाई। खै कहाँ छ चिकन? यो भेज मोमो भयो, साइड लगा भेज मोमो भयो। यो चाहिँ अलिकति चाहन्देऊ न मलाई पनि, एउटा पनि आँखा लाग्छ कि गाइजहरू। कृपया भेजहरूले भन्नु र कसरी खान सक्नुहुन्छ यस्तो मोमो? यो बर्गर हाउस भेज भन्नु किन अर्को छ? त्यसमा तेलमा भुटेको यो तेल भन्नु। त्यसमा भेज चिकन चाहिँ मिठो हुन्छ। स्कुटी हेर त पुरै सामान डेलिभर बिचरा होस् नै दुःख भइगयो। हामी आउँथ्यौँ के बरु त्यहीँ लिन। गाइस, दिस इज चिकन मोमो। विदेशमा आउनुभएका हाम्रो दिदीभाइ तथा दाजुभाइ तथा दिदीबहिनीहरू यो खोलिदेऊ न। यसमा हो कि रक पेपर सिजर खेल्न पनि त? केमा खेल्ने? नै तिमी किन आज बौलाको चाहिँ किन यस्तरी? पिरो खाऊ र पिरो हाल, पिरो हाल्ने भन्थ्यौ त। तैँले सिकाउनु पर्छ मलाई यो गर त्यो गर भनेर। मेरो स्वादले गरम लाग्यो स्कुटी देखेर फेरि मलाई मोमो फिर्ता गर्नु मन लाग्यो। लैजाऊ तिमीहरूको स्कुटी स्टार्ट भएन भन्ने मन लाग्यो। कसमै दुःख भइयो। धेरै पछि बर्गर उसको मोमो खायो आज, लङ टाइम पछि। आज एकदम है सोचेर मात्रै के अरे सुन्नु है, बोल्ने त ठेगान छैन बोल्नेको। आज बल्ल आफ्नो अनुहार हेरेर फ्रेस भयो क्या म। ए भगवान् नि ल है गाइजहरू, मोमो देखाउँ न अलिक मजाले देखाउँ न। मोमै देखेन यार। ए भगवान्, त्यो स्कुटी बोकेर बरु मान्छेले लयो टाइममा पुग्थ्यो होला यार। त्यहाँ कोक थियो नि फ्रिजमा, थाहा छैन मलाई। खै हेर्ने एउटै चलन छैन नि। आफै हेर्नु खानु मन लाग्यो निकाल्ने खाने। के हो के आफैले आफ्नो राम्रो देखाइ हुन्न फेरि। ओहो, 5 पिसभन्दा 6 पिस खान सक्दैन थिएँ। आज मलाई के को यस्तो राक्षस चढेछ हौ। घाँसै उडेको रहेछ यार, यस्तो हुन्छ। तै मुखै बिगारेर धन्न लास्टमा छैन यार। स्वाद भयो। तर मलाई सबसे मन पर्ने गएको थाहा तिमीलाई? बर्गर क्लब। बर्गर क्लबको केही मिठो हुन्न फेरि जहाँ के सुन्न मिठो। तिमीले चिकन मोमो खाइछौ कि नै? केही मन पर्यो। जुसी हुन्छ, जुसी त्यहाँको। यहाँ पनि हुन्छ। दार्जिलिङको स्वादको मोमो मिठो हुन्छ एउटा। सिधाइसक्यो मोमो मिठो भनेको मलाई लागेको मिठो। अनि यही एउटा बर्गर हाउसको मिठो लाग्छ मलाई। त्यही नै धेरै भइसकेको थियो मिठो मान्न छोडेको। आज बौलाएर आज यिनको दिमाग ठिक छैन यार। त्यही नै आज मलाई भोक लागेर मिठो भएको यो पनि त्यही हो।
रियाले लाइसेन्स निकालेको छ युएसको ड्राइभिङ लाइसेन्स। ओ र कङ्ग्रेचुलेसन्स भन। कङ्ग्रेचुलेसन्स मेरो पनि। तैँले भन्नुपर्छ मलाई। स्वादले भन्छु मैले। अरू कति बोल त। त्यो भनेको नराम्रो होइन क्या। ल के ल छिटो भन त्यहाँ। तैँले भन भने यसले भन भने रिया मैले भनिनँ है। भनिन तिमीले बुझे है। मनमने दिदीले धेरै आशीर्वाद दिइसक्नु भएको मलाई भनेर। यसले भन भने भएर मात्रै नभनेको मैले। त्यो कोक यस्तो बेलासम्म किन राखेको यार। कुरा बढाउन खोजेको तर मलाई मैले बढाउँदिनँ। ग्यास उठेर लास्टै नबिसाउनु रहेछ नि कोक त। चिनी पानी त हो के ग्यास उठेपछि। चिनी पानी खाने हो खाने हो लौ खाऊ अरू। खाना है त अलिक बुझिसकेँ है। मैले गाडी गर्नुभन्दा पहिले के भन्न खोजेको थियो भने मैले भनिनँ त्योभन्दा धेरै। अरू के मजा आयो। मजा चाहिँ आयो है साथीहरू मोमो खाँदा। खुर्सानी खुर्सानी खानु मन लाग्थ्यो भयो कि बल्ल आउनु भयो। अब कहाँ उठ्नु ठिक हुन्छ। सुत्छु अब। सुत्ने मैले खाइरहेको छु। के हो त फेरि अब खुर्सानी थुपारिदिने मलाई। मिठो भयो। ठिक छ। भोक लागेर नि दुख्यो हो कि किन हो टाउको चाहिँ लास्टै दुख्यो कि मेरो आज। पिरो अचार त नदिने हो क्या। फेरि देखेर लोभ लागेपछि आफै अब आफ्नो स्वादले दिन्छन् गर्छन्। खान्छन् पनि खाउनु। त्यो पनि भन्ने कुरा हो र हामीले पेट दुखेको मान्छेलाई अचार खाऊ नखाऊ भन्नुपर्छ भन्नु पर्दैन। पर्दैन मैले त त्यही भन्छु। त्यही भएर यसको ब्लग हेर्ने भने को छ र खै कोही पनि छैन। यति बोलिदिएपछि त अब हेर्नै पऱ्यो कि के बधाई छ। खाइयो है त। खाइयो हेर 5 मिनट जति लाग्यो त। मिठो भयो। ल ठिक छ। बधाई छ। यो खास यो बधाई छ 3 जोडी भने मैले रियालाई बधाई छ भनेको है। यसलाई यसले सुन्छे भनेर मैले नभनेको। मनदेखि चाहिँ त्यही मात्रै आइरह। रिया बधाई छ तिमीले धेरै राम्रो गरेछौ। एकदम धेरै बधाई छ भनेर तिमीलाई चाहिँ भनिराख्न मन लागेर भनेको। भनिराख्नु। मेन्टल स्ट्याटस तिम्रो के छ लो छ कि आज यो उषा बिहानभरि मसँग बसेर गइदियो मेरो दिमाग उडाइदिइसकेको थियो। ओए अहिले 4 अहिले पनि आउँछ फेरि काम हामीले मोमो खान्छ भनेर 4 आछ गएर म भन्दैछु कि लेमन टी बनाउँछु कि भन्ने म दिमागमा सोच्दैछु। कति बज्यो अहिले 4:30 भएछ। किन लेमन टी खाने म बनाएर लिएर आउँछु। ल मैले लेमन टी बनाएर लिएर आउँछु। चिया रानीको जस्तै स्पेसल बनाउनमा ट्राई गर्छु ल। ए कस्तो राम्रो छ नि जुवान रहेछ। यहीँ बसेर टेस्ट गर्छौ। होइन तिमीले थकाइ लाग्यो बस। बाई। धेरै पछि मैले भिडियो बनाउँदै धेरै त हेरौँ अनि पछि लगभग कस्तो लागिरहेको छ हाम्रो होस्टेल। पहिला म मिन्ट लिएर जान्छु माथि होस्टेलको म्याम। इफ यु आर वाचिङ दिस ब्लग मैले चाहिँ मिन्टको पाताहरू पिक गर्दैछु। मलाई नपराउनु। हाम्रो होस्टेलमा चाहिँ सबै छ। त्यो चाहिँ अहिले गमलामा हाल्नलाई रेडी पारेको अवस्था हो। यो चाहिँ यो भयो मिन्ट छु
चियादानीको लेमन टी चाहिँ किन स्पेसल हुन्छ भने त्यसमा चाहिँ मिन्ट राखेको हुन्छ क्या, त्यही भएर अलिक मिठो हुन्छ क्या त्यहाँको चिया। म त्यस्तै बनाउने ट्राई गर्दैछु। तिनजनाको लागि बनाउँदैछु, त्यसरी तीन कप पानी हाल्छु। खासमा ज्यादा हुन सक्छ इजी लेमन टी, प्लस एकदम मिठो पनि लेमन टी। त्यही पनि फरक पर्दैन, मिठलाई जस्तो दुध उमाल्नु पनि पर्दैन। अनि फेरि दुध उमालेपछि चिनी छिटो चियापत्ती छिटो पकाउनु पनि पर्दैन। अनि चिनी थोरै बढी भने खासै डजन्ट म्याटर होइन। बगाले मिठो हुन्छ यो लेमन टी चाहिँ। ब्ल्याक टीलाई चाहिँ मिल्क टीभन्दा पनि बेसी चिनी चाहिन्छ। अनि हातै ढल्कालेर हालिदिनु, चियापत्ती चाहिँ थोरै भए पनि पुग्छ। त्यसो भए जस्तो अरू ब्ल्याक टी बनाउँदाखेरि जस्तो भन्दा लेमन टीलाई चाहिँ अलिक बेसी हाल्नुपर्छ, किनभने लेमनले चाहिँ काट्छ क्या चियापत्तीको टेस्ट। गाइस मैले चाहिँ यसरी दिदीलाई निकाल्दिएँ होइन, मिन्ट नहालेको। अनि मिन्टकोले ऊ चाहिँ लिप्स चाहिँ यसरी हालिदिएँ। म यहाँ पनि हालेको छु लेमनको जुस सबै बनाएर। अनि गाइज दिस इज द लुक्स। अब लगेर जाँदैछु, बन्द गर्छु, तपाईँको अगाडि गर्छु। हेर न फेरि मिन्ट हो कि मिन्ट हालेर वेट अब यही वाला अर्को वाला खाउँ नि त। फ्यान गर्मी त मरिन्छ। काठमाडौँमा जानु धेरै छ। आज इक्जाम सिद्धिएको रमाइलो बच्चा बच्चीलाई। गाइस मेरो प्लान्ट हेर्नु त्यहाँनिर। अब भोलि लिएर आउँछु म कमाल हाल्नु मेरो प्लान्ट होला। अल क्रेडिट गोज टु सृजना दिदी। कस्तो मिठो चियर्स। अलिक बढी अमिलो नत्र खै मैले एउटा कागज दिन राख्नु हुँदा पुरै हाल्नु हो तिनजनालाई। ए गुलियो रहन्छ है। अलिक कम गुलियो छ, अलिक मिठो छ। अनि कताबाट मिठो भयो त? यसो अलिकति अमिलोपना बढी भएको छ। किचेले राम्रो हाल्नु पऱ्यो। लुगा चाहिँ लाखै अमिलो के नगरोस् त्यो गर्दैन अमिलो कलरमा भरोसा ल। मेरो अमिलोले लुगा खोल्ने के गर्दैन। लेमनको चाहिँ त्यो चाहिँ तर त्यस्तो त्यस्तै हुन थाल्यो। के हो कस्तो त्यस्तै बाहिर खान जान्छौँ त्यस्तै। त्यो त चिनी थोरै भयो क्या। हाई गाइस, मलाई चाहिँ मेरो बहिनीले ब्ल्याक कफी बनाएर ल्याइदिएको छ। चियर्स गरौँ न त। क्यान यु गेस यो चिनी हालेको कि नहालेको भनेर? ब्ल्याक कफीमा फेरि भन त्यो खरि गाइस हामी चाहिँ जाँदैछौँ घुम्नको लागि। एकछिन घुम्नको लागि होइन घुम्नको लागि जाँदैछौँ गाइस है। मकै आयो मकै पकाएको मकै पार्सल आयो पार्सल अरे के लिएर आयो? आमा मामा अब चाहिँ हामी यसो घुम्नतिर जान्छौँ होइन। घुम्नतिर जान्छौँ होइन अब हामी। अनि यतिकै एकछिन घुम्यो ओरिकन टक्सिक है टक्सिक सी सो टक्सिक।
भन यहीबाट भन। अनि सृजना दिदीले फुलपाती काट्यो। हाई साथीहरू, मैले बचपन कि याद, तर उनले खान्न थिएन अरे, कस्तो पुरानी मान्छे। मैले चाहिँ खान्थेँ। यतातिर हिँडौँ क्या एकछिन। ढुङ्गे युगमा जन्मेर यो चाहिँ हाम्रो होस्टेल। यो चाहिँ हाम्रो होस्टेल। यो चाहिँ हाम्रो होस्टेल। अनि के अरे हर्लिक्स खाने मन लाग्यो, हर्लिक्स खानु लाग्यो। आजसम्म म त अरूको होस्टेलमा गएको छु। यो हाम्रो होस्टेल यस, मलाई त थाहै थिएन। अँध्यारोमा हिँडिरहेको हामी। ल अलिकति खाऊ, अलिकति खाऊ न। मलाई त मन पर्दैन। कस्तो मन पर्दैन? यस्तो सधैँ मन पर्दैन। दुधमा हालेर मात्र अलिअलि मन पर्छ। कस्ता मान्छेलाई हर्लिक्स खा भन्छु यार भन्न पनि मैले जिन्दगीमा। त्यसले खाइहाल्छ। कस्तो मिठो, हो साह्रै मिठो। अलि धेरै किनेर लाउनु पर्यो। मेरी दिदी हजुरलाई गुलियो कफी खाएर त्यसको लत बस्दैछ। दिन्थ्यो हर्लिक्स खानु खानु, फेरि हर्लिक्स खान जाऊँ भन्नुभयो मध्यरातमा। यस, आफू पर्छ हौ। मिठो भयो यार। नाइस। यत्रो दियो। मेरी दिदी प्लिज, म खाने चिज मागेर खाइहाल्छु। अरू पनि किनेर लग्छु। कस्तो मिठो भयो यार हर्लिक्स। त्यसै मोटाएको त म। रहेछ खानदानी ज्यानो भन्नु न। ल भयो, अब हामी होस्टेल गएर भेट्छौँ। त्यही भएर बाबाको जिम नाइट भ्यू अफ शङ्खमूल। दिदीले भोलि त्यहाँबाट गिफ्ट किन्नेवाला हुनुहुन्छ। यस, ऊ त्यहाँनिरबाट कस्तो बबाल बबाल गिफ्ट आएको रहेछ अहिले। हाई गाइज, हामी आयौँ। कस्तो पानी पऱ्यो कि एकछिन हिँड्न मन लागेको थियो, तर कस्तो रिस उठ्ने भन्यो नि, पानी फ्याक्टै परिहाल्छ है। अलिकति गज्जी गर्छु कि फेरि। सरी रे 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 रे। यो के सरी रे 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 रे। अब होइन, म चाहिँ के गर्छु भने हर्लिक्स खान्छु। तिमी नखानिदिन कति हर्लिक्स। वेलकम टु माई मुकबाङ भिडियो अफ हर्लिक्स। हर्लिक्स खाँदैछु म। गाइज, म चाहिँ हर्लिक्स खाँदैछु। हर्लिक्स खासमा के भएर बनाएको हुन्छ, माल्ट रे, बार्ले रे, व्हिट फ्लोर रे, व्हिट अनि मिलेट रे, अनि बार्ले, व्हिट फ्लोर, व्हिट अनि त्यस पछाडि मिलेट, मिल्क सोलिड अनि सुगर, अनि त्यस पछाडि व्हिट ग्लुटेन। यो खासमा सुगर त किन राख्छ है यसमा? अनहेल्दी, भेरी अनहेल्दी। सोय प्रोटिन आइसोलेट, एसिडिटी रेगुलेटर्स म जान्दिनँ। एलर्जन इन्फर्मेसन चाहिँ कन्टेन्स विथ पार्ले मिल्क एन्ड सोय अरे। अब लाइक यो खायो भने म मोटाउँदिनँ त, अनि मोटाइहाल्छु नि। तर हु केयर्स गाइज, मन पऱ्यो भने खाइदिने हो। लिम्पल मलाई चाहिँ अमिलो पिरो भन्दा बेसी गुलियो मनपर्छ क्या। त्यही भएर पनि म मोटी छु मेरो विचारमा। यसो हेऱ्यो हुन त फेरि दिना मोटी छ कि। नर्मली जसलाई गुलियो बेसी मनपर्छ उनीहरू चाहिँ
हुन्छन् कि जस्तो लाग्छ मलाई। मैले आफैले हेरेर भनेको होइन, स्याम्पल मात्र हेरेर त थाहा हुँदैन, पपुलेसन हेर्नुपर्ने हुन्छ हामीले त्यसको लागि चाहिँ। अब भयो, बढी भइसक्यो। अब चाहिँ म एन्ड गर्छु भ्लग आज चाहिँ। अनि हामी नेक्स्ट भ्लगमा फेरि भेट्नेछौँ। बाई बाई, सी यू।